मकवानपुर आइयो यो चितलाङ हेर्नुहोस् मकवानपुर जिल्लाको चितलाङ ओहो रमाइलो छ है रमाइलो छ हेर्नुहोस् एकदम रमाइलो छ यहाँ हाम्रो चाहिँ स्कुटी बिग्रेर चाहिँ यहाँ स्कुटी ग्यारेजमा चाहिँ अहिले पुरा बनाउने हाम्रो प्रयास चलिरहेको छ रमाइलो छ यो यतातिर मजाको पुरानो स्टाइलको घरहरू रहेछ हेर्नुहोस् त जाडो छ एकदम जाडो चाहिँ चिसो छ फाइनल्ली स्कुटी बिग्रियो पनि धुलो दुःख सुख आइपुग्यो चितलाङ यही अरे रमाइलो रहेछ एकदम बसेको जग्गा होइन गहिरोमा डाँडा गहिरो यो वर्कसपमा चाहिँ हामी आज यहाँ बनाउनु थालेको छौँ स्कुटी यहाँ माथि मजाको बस्ती छ जस्तो छ यतातिर पनि पुरै बस्ती छ फिक्स भन्दा म अब चितलाङ लाग्यो है त्यो चस्मा चाहिँ अलिक क्लियर गर धुलो लागेको छ कता हुन्छ यो फेरि चितलाङ हो चितलाङ आउने चितलाङ आउने हौ ल यिनीहरूले 1 घन्टा लाग्छ जस्तो छ जाऊ न थुक्पा सेली सिजल भाकासँग चितलाङ लाग्यो है यो चाहिँ चितलाङ बजार हो चितलाङ बजार चाहिँ हल्का रात परेको कारणले राम्ररी उज्यालो सबै कुरा खिच्न चाहिँ सकिएन तर पनि यसो देखाउने प्रयास गरेको छु हेर्नु होला हल्का आगो फुकेछन् तलतिर मस्तिर अनि धुवा उडिरहेको छ बेलुका भइसकेको छ रात पर्न लागिसक्यो त्यतिखेर चाहिँ हामी अलिकति ढिला पुग्यो यहाँ अब यहाँबाट पनि अझै लामो यात्रा भएको कारणले अब यहाँबाट पनि छिट्टै जाने हाम्रो प्रयास रहनेछ कुलेखानी हो हाम्रो आजको गन्तव्य चाहिँ चितलाङ चाहिँ यसो यहाँनेरि पुगियो अब चितलाङदेखि पनि फेरि अगाडि बढ्छ हाम्रो यात्रा खाजासाजा खाएर हाम्रो अब चितलाङदेखि पनि अगाडि बढिसक्यो हाम्रो यात्रा चाहिँ यहाँबाट पनि निकै टाढा छ अरे कुलेखानी त्यही भएर चाहिँ अब हामी लाग्यो एकदम रफ्तारको साथमा यहाँ चाहिँ एकदम खेतीयोग्य जमिन छ कसो हो एकदम खेतीपातीको लागि टनेल बनाइएको रहेछ तलतिर मस्तिर अनि त्यही मलको लागि त्यस्तै कारणले चाहिँ आगो फुकेको रहेछ तलतिर मस्तिर ल हाम्रो सुजल भान्जा पनि बाइक कुदाउँदैछ आज मैले चाहिँ फर्स्ट टाइम देखेको हाम्रो सुजल भान्जाले बाइक कुदाएको चाहिँ चढेको पनि फर्स्ट टाइम हो आज हाम्रो यात्रा रात परिसक्यो अगाडि बढ्दैछ खेती योग्य जमिन छ जस्तो छ पुरा टनेल तरकारी खेती छ यहाँ चाहिँ पुरै अब जङ्गलको यात्रा अगाडि बढ्यो अँध्यारो भइसक्यो म्यापले फेल खायो अब फेरि फर्किनु पर्ने हो फर्केर फेरि अर्कै बाटो उल्टो बाटो आइयो उल्टो बाटो भएछ केटा यही हो जिपी अब
अब यहीँ कहाँ जङ्गलभित्र होला अनि कहाँ हो देखिँदैन राति के त्यहाँ गएर पनि त के चाहिँ गर्नु र भेडाको यो ठाउँको नाम के हो दिदी यो ठाउँको नाम के हो यो ठाउँको नाम के हो ए कुलेखानी मर्खो हाम्रो अब त बस्ने खाने घर टाप बियर खाने ठाउँमा एकटो डुकुम न त्यही त चाउमिन गोर्खा स्ट्रङ यहाँ छ क्या यहाँ जाउँ यहाँ अब हल्का चिया पानी धन्काएर चाहिँ बाटो तताउने हो अब नगरिदिउँ एकछिन अनि के भन्छ केटा म त बस्नुमा चाहिँ मैले मेरो एक मत भइसक्यो होइन मामा मामा दाजुको के छ विचार मेरो त अब आइसक्यो अब यत्तिकै बिहानै उठ्थ्यौँ पास चाहिँ अब यहाँ भयो होइन होटल स्विट के अरे ल होटल स्विट एन्ड के पो थियो त्यसमा चाहिँ अब आज हाम्रो बसाइ भयो आजको यात्रा चाहिँ यहीँ रात परेर चाहिँ अब यहाँ आज हल्का हाम्रो यहाँनिर चाहिँ बार्बिक्यू पनि हुन्छ अनि हल्का अब यहाँ बसेर चाहिँ भोलि बिहान घुमेर जाने हाम्रो प्लान भयो के भन्छ यो चाहिँ मलाई साह्रै हेर्नु मन लाग्यो के चाहिँ के भन्छ कुलेखानी ए कुलेखानी ड्याम जाडो चाहिँ अति छ बबाल भइरहेछ हाम्रो आज यहाँ ल यो गीत चाहिँ भने फेरि गाउनुपर्छ फेरि गाह्रो होइन हालिहाल्नु भाइ अहिले होइन एकछिनमा हाम्रो आइफोनबाट हालिन्छ नि साह्रो हुँदैछ फेरि फेरि तपाईँसँग यो सुरुबाट प्र्याक्टिस गर्नु नि हामी लाइट दिनु तिमीले कान्छ जाडो जाडो छ आगो ताप्दै अब बार्बिक्यू पनि हुन्छ यहाँ कोइला जलिसकेपछि चिकनको फेरि सुरुबाट गाउँ न थालमा एकादशी बजारमा चौका बेटी उसको जतिको हाम्रो मात्र फोटो खिच्दैन म बसेको रेलै गुड्यो कान्छी बसिनु एक्लै रुनला यहाँ चाहिँ खाइयो पियो गाइयो अनि अब यहीँ बास बसिन्छ योभन्दा भोलिपल्ट बिहानदेखिको पार्ट चाहिँ अब नेक्स्ट पार्टमै आउनेछ होइन त्यसको लागि धैर्य गर्नु होला अब एउटै भिडियो लामो बनाउँदाखेरि चाहिँ तपाईँहरूलाई नै हेर्नु बोर हुन्छ भनेर चाहिँ टुक्रा टुक्रा पारिएको हो अब नेक्स्ट भिडियोमा भेटौँला हस्त नमस्ते धन्यवाद लास्टसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई है अनि नयाँ हुनुहुन्छ भने चाहिँ यो युट्युब च्यानललाई पनि सब्सक्राइब गरेर सहयोग गरिदिनु होला म एकदम नयाँ युट्युबर हुँ म